2023 इजरायलको लर्न एन्ड अर्न अर्थात् कमाउ र सिक यो प्रोग्राममा विपिन जोशी पनि इजरायलको अलुमिम भन्ने ठाउँमा जान्छन्। यो लर्न एन्ड अर्न यो अलग स्क्याम छ, यसको पछाडि यसलाई कुनै दिन एक्सपोज गरौँ न। खैर, भिडियोमा अगाडि बढौँ। इजरायलमा इजरायल र हमास बीच अलरेडी युद्ध चलिरहेको थियो। त्यही कारणले गर्दाखेरि विपिन जोशी र उनका साथीहरूलाई अलरेडी नै ट्रेनिङ दिएको हुन्छ, यदि हमासको आक्रमण भयो भने तिमीहरू बङ्करभित्र लुक्नु भनेर। अक्टोबर 7, 2023 बिहानको करिब 7:30 बजे इजरायलको दक्षिणी भाग अलुमिम भन्ने ठाउँमा हमासले आक्रमण गर्छ। A fragile ceasefire is hanging by a thread armed terrorists approaching IDF forces operating in the Beit Lahia. अब थोरै इजरायल र हमास बीचको युद्धको इतिहासको बारेमा जान्ने प्रयास गरौँ। पहिलो विश्वयुद्ध सकेसँगै फिलिस्तिनमा ब्रिटेन सरकारले शासन गर्दै आइरहेको थियो। यही बीचमा 1917 मा बेल्फोर डिक्लेरेसन गर्छ, जस अन्तर्गत फिलिस्तिनदेखि बाहिर बस्दै आएका यहुदीहरूलाई पनि अब फिलिस्तिनमा फर्केर आफ्नो घर बनाएर बस्न पाउने अधिकार दिन्छ। तर त्यस बेलामा त्यो भूमिमा अरबीहरू बस्दै आइरहेका थिए। त्यही कारणले गर्दाखेरि उनीहरूलाई यो निर्णय मन पर्दैन र उनीहरूले यस बीच आवाज उठाउँछन्। तर पछि 1945 मा जब दोस्रो विश्वयुद्ध सकिन्छ, 60 लाख भन्दा बढी यहुदीहरू जो युरोप जस्तो देशमा बस्दै आइरहेका थिए उनीहरूको मृत्यु हुन्छ। त्यही कारणले गर्दाखेरि बाँकी जति बचेका थिए उनीहरू अब आफ्नो देश फर्कने निर्णय गर्छन्, फिलिस्तिन फर्किने निर्णय गर्छन्। तर यो अरबीहरूलाई मन पर्दैन। अरबीहरू आफ्नो भूमिमा कोही अरू आएर बसेको उनीहरूले मन पराउँदैनन् र यो बीच आवाज उठाउन थाल्छन् र उनीहरू बीच द्वन्द्व सुरु हुन्छ। यही देखेर 1947 मा संयुक्त राष्ट्र संघले रेजुलेसन 181 पारित गर्छ, जस अन्तर्गत फिलिस्तिनलाई अब दुई भागमा बाँड्ने निर्णय गर्छन्। एक भाग यहुदीहरूको लागि र अर्को भाग अरबीहरूको लागि। यहुदीहरूलाई यो निर्णय मनपर्छ, तर अरबीहरूले यसलाई स्वीकार्न सक्दैनन्। त्यही कारणले गर्दा भित्रभित्र कूटनीति स्टार्ट हुन्छ। 1948 मे 14 डेभिड बेलले यहुदीहरूको सरकारलाई इजरायल नाम दिन्छ र यति बेला इजरायलको स्थापना हुन्छ। यही समयमा अब फिलिस्तिनबाट ब्रिटेन म्यान्डेटको पनि अन्त्य हुन्छ र त्यही समयमा अरबीहरूले पनि अब फिलिस्तिनमा आक्रमण सुरु गर्छन्। 1948 मा अरबी र यहुदीहरू बीचको यो युद्धमा 6 लाख भन्दा बढी यहुदीहरू विस्थापित हुन्छन् र यसलाई आज पनि इजरायलमा नाक्बा यानि कि महाविनाश भनेर भनिन्छ। फेरि पछि गएर 1956, 67 र 73 मा पनि ठूला ठूला महाविनाशहरू हुन्छ। विशेष गरेर 1967 को 6 दिने वार, जसमा इजरायलले गाजा, वेस्ट ब्याङ्क र पूर्वी जेरुसलेम कब्जा गर्छ। त्यस समय यहुदीहरूले यो युद्ध जिते पनि महाविनाशको कारणले गर्दाखेरि भविष्यमा ठुल्ठुलो सङ्कटहरू भोग्नु परेको थियो। गरिबी, बेरोजगारी जस्ता ठूला ठूला सङ्कटहरू उनीहरूले भोग्नु परेको थियो। पछि गएर 1987 मा इजरायली कब्जा विरुद्ध जनविद्रोह सुरु हुन्छ र यही समयमा हमास नाम गरेको संस्थाको स्थापना हुन्छ। यसको संस्थापक शेख अहमद यासिन थिए, जो मुस्लिम ब्रदरबाट प्रेरित इस्लामिक सामाजिक कार्यकर्ता थिए। हमासको संविधान च्यार्टरमा लेखिएको थियो, हाम्रो मिसन यानि कि हाम्रो उद्देश्य भनेको केवल एक मात्रै हो, हामी यहाँबाट यहुदीहरूलाई भगाउनु र इजरायललाई हाम्रो आफ्नो बनाउनु। सुरुमा यो संस्थाले विद्यालय खोल्ने, अस्पतालको क्याम्पिङ गर्ने राम्रो राम्रो कामहरू गर्दै जान्छ। तर पछि गएर उनीहरूले जनता विरुद्ध आतंककारीको शोध विस्तार गरिदिन्छ। 2006 को फिलिस्तिन चुनावमा हमास सरकारले अप्रत्याशित जित हासिल गर्छ र पछि 2007 मा गएर गाजापट्टीलाई पूर्ण नियन्त्रणमा लिन्छ। यही देखेर इजरायली सरकारले गाजापट्टीमा त्यस बेलादेखि नै ठूलो नाकाबन्दी लगाइदिन्छ। हमास र इजरायल बीच यतिकैमा पनि युद्ध समाप्त हुँदैन। 2008, 2014, 2021 र 2023 यहाँको सबैभन्दा ठूलो महाविनाश भनेको 2023 को यो युद्ध थियो, जहाँ नेपाली युवाहरू पनि लर्न एन्ड अर्न प्रोग्राम अर्थात् कमाउन र सिक्न भनेर इजरायल गएका थिए। लगभग 1 घण्टा युद्ध त्यतिकै चलिरहेको छ र 1 घण्टा पछि अलिकति शान्ति भए जस्तो हुन्छ। जुन बङ्करमा उनीहरू लुकेका थिए त्यहाँबाट हमासका आक्रमणकारीहरू अलिक टाढा टाढा जान्छन्। यो देखेर विपिनका एकजना साथीले टाउको बाहिर निकालेर च्याउँछन्। उनलाई च्याउँदै गरेको हमासका आक्रमणकारीहरूले देख्छन् र गोली बारुद बर्साउन थाल्छन् र एउटा गोली उनलाई आएर लाग्छ र उनी भित्र छिर्छन्। अब हमासका आक्रमणकारीहरूलाई जे चाहिएको थियो उनीहरूले त्यही पाउँछन्। उनीहरूलाई विदेशी चाहिएको थियो, किनकि हमासका आक्रमणकारीहरूलाई इजरायलले पक्रेर जेलभित्र राखेको थियो र उनीहरूले विदेशीहरूलाई लगेर इजरायलसँग रिक्वेस्ट गरेर आफ्नो साथीहरूलाई छुटाउन चाहन्थे।
त्यही कारणले गर्दाखेरि उनीहरू त्यो बङ्करको अगाडि बढ्छन् जहाँनिर विपिन र उनका साथीहरू लुकेर बसिरहेका थिए। अगाडि गएर गोली बर्साउन थाल्छन् र एउटा ग्रेनेड बङ्करभित्र फ्याँक्छन्। त्यो ग्रेनेडलाई जसोतसो विपिन जोशीले पक्रेर बाहिर फ्याँकिदिन्छन्, तर यो फ्याँक्न नपाउँदै अर्को फेरि ग्रेनेड आउँछ र त्यो ग्रेनेड भित्रै पड्किन्छ। त्यो ग्रेनेडले 3 जनाको मृत्यु हुन्छ र बाँकी घाइते हुन्छन्। त्यस पछाडि हमासका आक्रमणकारीहरू बङ्करभित्र छिर्छन् र त्यहाँ भएका मानिसहरूलाई तान्न थाल्छन्। आक्रमणकारीहरूले जम्मा 4 जनालाई बाहिर निकालेका थिए। ती 4 जना मध्ये एकजना विपिन जोशी पनि थियो। ती बाँकी रहेका 3 जनाहरू विपिनभन्दा धेरै नै घाइते थिए। त्यही कारणले गर्दाखेरि उनीहरूले विपिनलाई पक्रेर आफूसँग लिएर जान्छन्। केही दिन पछाडि विपिन जोशीलाई एआई सफिया हस्पिटलबाट लिएर गएको फुटेज बाहिर आउँछ। त्यस पछाडि सबैलाई यकिन हुन्छ कि विपिन जोशी जिउँदो छन्। हमासको सम्बन्ध कतारसँग राम्रो भएको कारणले गर्दा अप्रिल 23, 2024 मा नेपालका राष्ट्रपति रामचन्द्र पौडेलले कतारका शेख तामिम बिनलाई कतारबाट सहयोग गरी विपिन जोशीलाई छोड्न अनुरोध गर्छन्, तर यो पनि खेर जान्छ। अनि नेपाल सरकार र इजरायल सरकारले बारम्बार रिक्वेस्ट गर्दा पनि विपिन जोशीलाई हमासले छोड्दैन। अनि 2025 मा विपिनको मम्मी र विपिनको बहिनी इजरायल सरकारलाई रिक्वेस्ट गर्न भनेर इजरायल जान्छन्, तर यो प्रयास पनि विफल हुन्छ। अक्टोबर 2025 मा आइडिएफलाई हमासले एउटा न्युज पठाउँछ, विपिन जोशीको मृत्यु भइसक्यो। यो न्युज हमासबाट मात्रै थियो, तर अक्टोबर 14 मा आइडिएफले पनि यो न्युजलाई कन्फर्म गर्छ र विपिन जोशीलाई मृत घोषित गर्छ। अक्टोबर 14, 2023 मा उनको डिएनए टेस्ट गरेपछि थाहा हुन्छ कि उनको मृत्यु आजभन्दा करिब 2 वर्ष अगाडि अर्थात् 2023 को अन्त्यमा नै भइसकेको थियो। मैले यो भिडियो बनाउँदै गर्दा विपिन जोशीको शव हमाससँगै छ, नेपाल आइपुगेको छैन। आई होप कि छिटै आइपुगेस्।